हेलो गुड मर्निङ वेलकम टु माई न्यू भ्लग। अहिले बिहानको 5 बजे म उठेँ अनि म हल्का फ्रेस भएर चाहिँ खाना फ्राई गर्छु। मेरो साथीहरूलाई नि एकदमै मनपर्छ कि फ्राई राइस, अनि मलाई पनि एकदमै दिल छ। कलेजमा पनि लन्च मिठो हुन्छ 70 रुपिसको, त्यही पनि मेरो साथीहरूले जहिले फ्राई राइस लिएर भनेर हुन्छ, सो त्यही भएर म खाना फ्राई गर्दैछु। अनि आज मेरो 7 AM देखि चाहिँ क्लास स्टार्ट छ, सो म चाहिँ नि यहाँबाट चाहिँ रेडी भएर अनि त्यसपछि 1-1.5 घन्टा गरेर कलेज पुग्नुपर्ने हुन्छ। सो मैले चाहिँ खाना फ्राई दैछु। त्यसमा चाहिँ मैले आलु अनि त्यस पछाडि प्याज अनि टमाटर घरमा चाहिँ जे छ त्यही मिक्स गरेर चाहिँ फ्राई बनाएँ। अनि त्यस पछाडि अनि फ्राई राइस रेडी भएपछि चाहिँ म गएर ड्रेस लगाएर आएर अनि त्यसपछि लन्च बक्समा चाहिँ खाना राख्दैछु। अनि अब चाहिँ म खाना छिटो प्याक गरेर निस्किनु पर्ने हुन्छ किनभने लेट भइसक्यो। म 1 घन्टाको यात्रा गर्नुपर्छ बसमा नै, त्यही भएर छिटो अनि हतार गरिरहेको छु म। एन्ड अब चाहिँ म छिटो रेडी गरेर निस्किन्छु। हजुरहरूलाई चाहिँ फ्राई राइस कस्तो लाग्छ प्लिज कमेन्ट गर्नु होला ल। अनि हजुरहरू चाहिँ जाने बेलामा यस्तो हुन्छ कि नै? मलाई चाहिँ सधैँ नै यस्तै हुन्छ कि जहिले छिटो गर्छु भने होइन, अनि यताउता गर्दा ढिला भइहाल्छ कि, अनि सधैँ यस्तै हो। हतार तातो पानी त्यसपछि स्याउ खाँदै अनि दौडिएर आउँछु कि म जहिले नै यस्तै हुन्छ मेरो कलेज जाने टाइममा चाहिँ। अनि आज चाहिँ सकेसम्म छिटो गर्छु भन्दै पनि लेट भइसक्यो। बिचरा मेरो स्कुटर चाहिँ जहिले मलाई हेरिरहेको हुन्छ कि यो चाहिँ मलाई हिँड्दै जान्छ भनेर, तर के गर्नु मैले लाइसेन्स नै लिएको छैन, त्यही भएर म चाहिँ हिँड्दै चोकसम्म जान्छु। 5 मिनटको पैदल यात्रापछि म चोक पुगेर बस चढ्छु। यहाँ चाहिँ सबैजना कति धेरै एक्टिभ हुनुहुन्छ कि बिहानै ल्याएर डिस्ट्रिब्युट गरेर राख्नु भएको हुन्छ। सो अनि म बसको यात्रामा छु अहिले। 1 आवरको बसको यात्रा सकेर चाहिँ पुगेँ म धुलीखेल चोकमा पुगेर 5 मिनट चाहिँ हिँड्नु पर्ने हुन्छ अनि बल्ल कलेज आउँ। धुलीखेल हस्पिटलको मुनि चाहिँ हाम्रो क्लास हुन्छ। त्यो एकदमै कुल इन्भाइरोमेन्ट छ, फुलहरू फुलिरहेको छ। फाइनली यो चाहिँ हाम्रो कलेज हो। अब यहाँ त्यहाँ पुग्नु पर्ने हुन्छ, तर यहाँ ढिला भइसक्यो। त्यही पनि राम्रो इन्भाइरोमेन्ट छ क्या यहाँ गएर। अघि भर्खर सम्झेको कसरी बनाउनु पर्छ भनेर चाहिँ पिङ्क कलरको चाहिँ हाम्रो कलेज हो। यो चाहिँ डेन्टलको बिल्डिङ हो। घाम चाहिँ मजा उदाउँदै हुनुहुन्छ। उदाए तर कस्तो मौसम खुलेकै छैन नि आजकल। यो चाहिँ गाइनेको बिल्डिङ हो। एकदमै कुल इन्भाइरोमेन्ट। यहाँ चाहिँ हाम्रो लाइब्रेरी छ यो बिल्डिङमा चाहिँ। अनि यो चाहिँ क्यान्टिन हो। यो अगाडिको चाहिँ क्यान्टिन हो। च्यानल हेर्नु पर्यो मैले। एकदम रमाइलो पनि भयो अनि पढेर आएको भएर कस्तो बेजर फिल पनि भयो। आफ्नो क्लास चाहिँ होइन मलाई कस्तो लाग्यो भन्दाखेरि म हिजो एब्सेन्ट थियो म हिजो एब्सेन्ट थियो, टोटली कन्फ्युज थियो, मलाई केही पनि थाहा थिएन होइन। त्यो पनि टुक्का लगाएर वापस गरिरहेको थिएँ। हाम्रो बाँकी क्लास चाहिँ चौकोटमा आउने भएकोले चाहिँ हामी बाहिर निस्केर चाहिँ बस वेट गर्नुपर्ने हुन्छ। जेलको लागि चाहिँ हामी फोटो सेसन गर्नेछौँ। ओ माई गड, वाउ कस्तो राम्रो फुल। आज म भ्लग हाल्छु गाइस, तिमीहरू यहाँ मेरोमा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु। के हुँदैछ यतातिर? भ्लगिङ, फोटो सेसन, भिडियो सबै। एकैछिन गाडी वेट गर्दा पनि फुर्सद छैन होइन। गाडी भन्दा पनि यो नजारा हेर्नुहोस् न, कति रमाइलो छ, कति मिठो फल छ। हजुरको हाँसै मिठो छ। प्लिज मेरो पछि नआऊ। प्लिज
नै म त आउने हो कस्तो राम्रो मौसम छ के फुलले भरिएको मौसम गाइज अघि चाहिँ मेरो पछि नआइज भन्ने यही केटी हो गाइज यही केटी हो अहिले फोटो खिच्नु पर्यो अरे माथि दिनुहोस् मैले गल्ती गरेँ मेरा शब्दले हजुरको मुटु दुखेको छ भने प्लिज मलाई माफी दिनुहोस् आइन्दादेखि यस्तो गल्ती हुने छैन आमामा एकैछिन बस वेट गरुन्जेल चाहिँ हामीले यता फोटो सेसन गर्न भ्यायौँ अनि ग्रुप फोटो अनि सिङ्गल फोटो अनि भिडियोहरू बनाउँदै एकछिन इन्जोय गऱ्यौँ अनि त्यसपछि बस पनि आइहाल्यो अनि सब दौडिँदैछौँ आज सिट पाइन्न यार साथी उभिँदा कस्तो फिल भइरहेछ एकदमै मलाई त गर्व भइरहेछ गौरव उभिँदा कस्तो भइरहेछ उभिँदा कस्तो भइरहेछ गर्व फिल भइरहेछ उभिँदा के गर्नु सधैँ कति बस्नु भनेर आज उठेको हामी चाहिँ चौगढ पुगिसक्यौँ अनि त्यसपछि अब चाहिँ 9 AM-बाट चाहिँ अहिले चाहिँ 10 मिनट्सको सर्ट ब्रेक चलिरहेको छ अन्सा सुरक्षा खालि मोबाइल हेर्नमा व्यस्त यता हाइहेलो छैन त हेलो थाहा नै थिएन अहिले हामी टिचर पिरियड हो अनि साथीहरूलाई चाहिँ भोक लाग्यो अरे सो खाँदै हुनुहुन्छ स्माइल गर न साथी तिमी स्याड भएको चाउँदैन के एम्मी अन्तिकाको डाइटिङ छ अहिले हामी चाहिँ फ्राई राइस लभर हो हामीलाई एकदमै धेरै फ्राई राइस मनपर्छ अब हामी लन्च ब्रेकमा जाँदैछौँ किन टोलाएर बसिरहेको साथीहरू बिल पे गर्दै हुनुहुन्छ साथीहरू मेरो च्यानलमा वेलकम छ आजको भ्लग सुरु हुन्छ यहाँबाट सबैजना हेरिदिनु होला वेलकम लाइक एन्ड सब्सक्राइब गरिदिनु होला हेलो साथीहरू फाइनल्ली क्लास सकियो अब फर्किन्छौँ कस्तो खुसी लाग्छ नि बिहान 7 बजेदेखि 4 बजेसम्म क्लासमा बस्दा वाक्क लागेको हुन्छ नि त अनि घर जाँदा हामी सबैजना खुसी हुन्छौँ यहाँ लड्नु न एकचोटि म भिडियो बनाउँछु के त्यही लडेको आज चाहिँ हामीलाई बसले तुलिखेल चोकसम्म छोडिदिएन सो हामी चाहिँ बाटोमा बस भइरहेको छौँ फाइनल्ली पुगेर चाहिँ म छोरा र हजुरबासँग रमाइलो गर्दैछु यसो चौतिस सोह्रमा भन्छु भनी आज्ञा भयो त्यो जसै ब्राह्मणको बर्माको करुणा सुनेर ऋषिले बर्माको करुणा सुनेर ऋषिले बिन्ती चढाए तसाई हे ब्रह्मा सुनिरहेको छु सबै सो गाइज आजलाई चाहिँ यति नै भोलि भेटौँला फेरि अर्को न्यू भ्लगको साथमा प्लिज लाइक गर्न नबिर्सिनु होला अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा चाहिँ धेरै 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 धन्यवाद अनि लास्टमा जाँदा जाँदै च्यानललाई सब्सक्राइब गरेर जानु होला है त बाई बाई सी यू बाई गर्दै सानो बाई खोइ त हात सानो मान्छेको हात खै बाई बाई
लुकेछ नि त सानो मान्छेको हात बाई 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 बाई